मल्टिक्रप्स अन्तर्गत हिउँदमा लगाएका सब्जीहरूको बारेमा विभिन्न एकै ठाउँ एकै गरामा रोप्न सकिन्छ गाइज। यहाँ देख्नुहुन्छ छ्यापी। विशेष गरेर गाइज यो हामीले मल्टिक्रप्स भनेको बहुबाली अन्तर्गत एकै गरामा अथवा एकै ठाउँमा धेरै खालको बाली एकै वर्षमा बहुबाली लाउन सकिन्छ। जस्तै नगदे हिउँदे तरकारीहरू सब्जी जस्तै यहाँ बन्दा काउली देख्न सक्नुहुन्छ, यहाँनिर मटर, यहाँनिर लसुन र त्यहाँनिर मल्चिङ विधिबाट यहाँ धनियाँ देख्न सक्नुहुन्छ। यहाँ तपाईँको मुला साग छ, यसरी गर्न सक्नुहुन्छ। यसरी खोर्सानी पनि यहाँ हामीले हाल्न सकिन्छ। जस्तै अलैँची तपाईँले हल्का सुरु वर्षमा दोस्रो वर्षमा रोप्नुहुन्छ भने अलैँचीभित्र पनि हल्का चाहिँ अब मकै बाली अथवा अन्न सब्जी हाल्न सकिन्छ गाइज। कृपया केही भिडियोहरू नयाँ नयाँ आउन सक्छ। यसरी बहुबाली तथा मल्चिङ विषयमा यो भिडियो कस्तो लाग्यो यहाँलाई कृपया लाइक सब्सक्राइब गरिदिनु होला।